थ्याङ्क यू नेमार जुनियर। धेरै धेरै धन्यवाद छ नेमारलाई, जुन हिसाबले चाहिँ उसले ब्राजिललाई योगदान दियो, जुन हिसाबले चाहिँ उसले नयाँ आउने पिँढीलाई योगदान दियो, जुन हिसाबले उसले फुटबललाई योगदान दियो, त्यो एकदमै धेरै नै इम्पोर्टेन्ट थियो। अब के भन्ने कसो भन्ने दुःख लागेको छ होइन, लास्टै नै धेरै दुःख लागेको छ, किनकि नेमार जुनियरले चाहिँ इन्टरनेसनल फुटबलबाट चाहिँ रिटायर दिइसकेका छन्। उनलाई इन्जुरीले चाहिँ साथ दियो, फुटबलले साथ दिएन भनौँ। इन्जुरीको कारणले गर्दाखेरि चाहिँ उनले फुटबल कसरी खेल्नुपर्ने थियो त्यो अनुसार नेमारले अब गर्नुपर्ने आफूले योगदान दिनुपर्ने सबै दिइसकेका छन्, त्यसमा डाउट छैन। उनले अथाह टाइटलहरू पनि जित्यो होला होइन, उनले नाम कमाए, उनले पैसा कमाए, उनले जित्नुपर्ने अब च्याम्पियन्स लिगहरूदेखि लिएर कोपा अमेरिका यताउति त जिते। तर सबै फ्यान्सहरूको एउटा के हुन्छ भन्दाखेरि आफ्नो आइडलले चाहिँ वर्ल्ड कप जित्यो हुन्थ्यो भन्ने हुन्छ होइन, तर त्यो पुरा हुन सकेन। इट्स अल राइट, केही फरक पर्दैन। ब्राजिल टप टिम हो जोसँग चाहिँ 5वटा टाइटल छ, वर्ल्ड कप टाइटल होइन। र एउटा कुरा चाहिँ कुनै खेलाडीको महानतालाई चाहिँ वर्ल्ड कप टाइटलले डिटरमाइन गर्दैन। त्यही भएर नेमार फ्यान्स डोन्ट बी स्याड होइन। नेमारले खतरा गरे हो, अब बार्सिलोना, पिएसजी, अल हिलाल, त्यसपछि अहिले सेन्टोस होइन, सबमा राम्रो गरिरहेकै हो। तर उसलाई इन्जुरीले चाहिँ फुल स्टप लगाइदियो होइन। उसले कति दुःख काट्नु पर्यो, कति आफ्नो खुट्टाको अपरेसन, ढाडको अपरेसनदेखि लिएर सबै गर्नु पर्यो, तर पनि हि इज म्याजिकल गुड, हि इज म्याजिकल प्लेयर, हि इज गुड बोय, हि इज हम्बल बोय होइन। सब कुरामा राम्रो हो नेमार। वी अल रेस्पेक्ट नेमार है। त्यही भएर दुःख मान्नुपर्ने, यताउति मान्नुपर्ने छैन। नर्वेले चाहिँ ब्राजिललाई आउट पारिदियो होइन। 5 गेम भएछ अहिलेसम्म ब्राजिल भर्सेस नर्वे, तर अहिलेसम्म चाहिँ नर्वेलाई जित्न सकेन। मलाई चाहिँ के लागिरहेको थियो भने चाहिँ ब्राजिलले योपालि नर्वेलाई जित्छ भन्ने चाहिँ मलाई लागेको थियो। तर पनि सबै कुराहरू आफूले सोचेको जस्तो त हुँदैन नि त होइन। ठिक छ, केही फरक परेन। अब यो अर्को पुस्तालाई चाहिँ ब्राजिलले चाहिँ खोज्यो होइन। नेमार भन्दा कान्छा पुस्ताहरूलाई खोज्यो, भिनिसियस, राफिना, एन्ड्रिक होइन। अहिले आएर अरू धेरै खेलाडीहरू पनि छन् नि त त्यहाँ ब्राजिलमा त 101 खेलाडीहरू छन्। राम्रो कोच चाहिएको छ, राम्रो प्लेयर चाहिएको छ। राम्रो कोच भन्दा पनि लङ टर्म काम गर्न सक्ने कोच चाहिएको। कार्लो एन्चेलोटी कोच नराम्रो होइन, तर उसले अझै काम गर्नुपर्ने छ ब्राजिलमा। त्यो भइसकेपछि चाहिँ ब्राजिलले अवश्य पनि टाइटलहरू उठाउनेछ। होप नआएर, ब्राजिल फ्यान्स हो होइन, होप नआएर। थ्याङ्क यू नेमार जुनियर होइन। ह्याप्पी रिटायरमेन्ट फ्रम नेसनल फुटबल। वी लभ यु है, वी लभ यु।